नमस्कार सबैजनालाई स्वागत गर्न चाहन्छु अर्को यो नयाँ भिडियोमा। आजको यस भिडियोमा मैले तपाईहरुलाई यो वर्ष खरिदारको सिलेबस चेन्ज भएको छ, उक्त चेन्ज भएको सिलेबस चाहिँ के रहेको छ, अब कसरी एक्जाम हुन्छ, तपाईले कसरी तयारी गर्ने, सम्पूर्ण कुराको डिटेल इन्फर्मेसन मैले तपाईहरुलाई यो भिडियोमा दिनेवाला छु। सो भिडियो अन्तिमसम्म हेर्नुलाई यदि तपाईले खरिदार लोकसेवाको तयारी गरिराख्नु भएको छ भने है त। खरिदारको लोकसेवा नर्मली दुईटा चरणमा हुन्छ। एउटा भनेको प्रथम चरणमा चाहिँ तपाईको 100 पूर्णाङ्कको हुन्छ एक्जाम, जहाँ चाहिँ मल्टिपल चोइस क्वेशन अब्जेक्टिभ क्वेशनहरु मात्र सोधिन्छ र तपाईले 45 ल्याउनु भयो भने पास हुनुहुन्छ र त्यो मार्क्स भनेको अबको देखि यो पालीको एक्जाम देखि चाहिँ जोडिन्न भनेर भनेको छ है। यही नै हो यो पाली मेजर चेन्ज भनेको चाहिँ। त्यसो जस्ट तपाईको चाहिँ एउटा चाहिँ गेटवे अथवा चाहिँ प्रिलिमिनरी एक्जाम जस्तो मात्रै हुन्छ फर्स्ट पेपरको तपाईको जीके आईक्यू को खण्डको है। तपाईले 45 ल्याउनु भयो भने अब तपाईको चाहिँ बढी ल्याउनु परेन, ओभरअलमा चाहिँ जोडिदैन भनेर भनेको छ है। त्यसैगरी द्वितीय चरणमा चाहिँ 200 पूर्णाङ्कको हुन्छ र अन्तिम चरणमा तपाईको कम्प्युटर स्किल टेस्ट र अन्तर्वार्ता हुन्छ 40 मार्क्सको है त। अब यहाँ प्रथम चरणमा चाहिँ के भनेको छ त भन्दाखेरि तपाईको 100 पूर्णाङ्कको हुन्छ, 45 ल्याए पास हुनुहुन्छ उत्तीर्ण अङ्क। त्यसैगरी 50 वटा मल्टिपल चोइस क्वेशनहरु सोधिन्छन्, 2 अङ्क भारको हुन्छ र 45 मिनेट तपाईलाई समय दिन्छ भनेर भनेको छ। त्यसैगरी द्वितीय चरणको एक्जाममा चाहिँ तपाईको कार्यालय व्यवस्थापन अफिस म्यानेजमेन्ट भन्ने सब्जेक्ट हुन्छ, जहाँ चाहिँ 100 पूर्णाङ्कको हुन्छ फुल मार्क्स। त्यसैगरी 12 वटा प्रश्नहरु 5 मार्क्सको सोधिन्छ भने 4 वटा प्रश्नहरु 10 मार्क्सको सोधिन्छ र तपाईलाई चाहिँ 2 घण्टा 30 मिनेट समय दिन्छ भनेको छ। त्यसैगरी कार्य ज्ञान सम्बन्धी भनेको छ, यो चाहिँ तपाईको 100 पूर्णाङ्कको हुन्छ, उत्तीर्ण अङ्क 40 ल्याउनु भयो भने तपाई पास हुनुहुन्छ र 8 वटा प्रश्नहरु हुन्छन्, प्रत्येक प्रश्नको अङ्कभार चाहिँ 5 मार्क्स हुन्छ। त्यसैगरी चाहिँ 6 प्रश्न हुन्छन्, प्रत्येक प्रश्नको अङ्कभार चाहिँ 10 मार्क्सको हुन्छ र तपाईको 2 घण्टा 30 मिनेट समय दिन्छ भनेको छ है। त्यसैगरी अब कम्प्युटर सिप परीक्षण भनेको छ, यो चाहिँ पूर्णाङ्क 10 पूर्णाङ्कको हुन्छ, अन्तर्वार्ता चाहिँ तपाईको 30 पूर्णाङ्कको हुन्छ भनेको छ। त्यसैगरी चाहिँ अब यहाँ चाहिँ फर्स्ट पेपर जुन चाहिँ मल्टिपल चोइस क्वेशनहरु आउँछ, जहाँ चाहिँ 20% नेगेटिभ मार्किङ हुन्छ, क्याल्कुलेटरहरु युज गर्न पाइदैन भनेको छ र 11 नम्बर बुदामा अहिले चेन्ज भएको कुरा चाहिँ हाइलाइटमा राखेको छ। हेर्नुस् त, फर्स्ट पेपर भनेको चाहिँ प्रिलिमिनरी एक्जामिनेसन प्रारम्भिक परीक्षा मात्र हुनेछ भनेको छ र तपाई 45 ल्याउनु भयो भने पास हुनुहुन्छ र अर्को चरणको एक्जाममा प्रवेश गर्न पाउनुहुन्छ, नत्र यदि ल्याउन सफल हुनु भएन भने तपाई चाहिँ अर्को चरणको एक्जाममा फेस गर्न पाउनु हुँदैन भनेको छ। तपाईलाई चाहिँ अब मैले सिलेबसको बारेमा चर्चा गर्नु भन्दा पहिला चाहिँ के भन्न चाहन्छु भन्दा तपाईहरुलाई कम्प्लिट खरिदार लोकसेवाको पीडीएफ नोटहरु चाहिएको छ भने हामीलाई फेसबुक इन्स्टाग्राम व्हाट्सएप भाइबरमा मेसेज गर्नु होला सबै पेपरको। त्यसैगरी चाहिँ अनलाइन क्लास फिजिकल क्लासहरु लिनु मन छ भने पनि तपाईले चाहिँ हामीलाई फेसबुक इन्स्टाग्राम व्हाट्सएप भाइबरमा मेसेज गर्न सक्नुहुन्छ र फ्रीमा नै मोडल क्वेशनहरु ओल्ड क्वेशनहरु प्र्याक्टिस गर्नु मन छ भने चाहिँ हाम्रो वेबसाइट ज्ञानमार्क.com गुगलमा गएर gyannmark.com भनेर सर्च गरेर हेर्न सक्नुहुन्छ है त। अब यहाँ हेर्न सक्नुहुन्छ जेनरल नलेज सामान्य ज्ञानमा चाहिँ के छ भन्दाखेरि सौर्यमण्डल र भूगोल छ फर्स्ट च्याप्टरमा। त्यसैगरी चाहिँ यहाँ चाहिँ अब तपाईको कस्तो छ भन्दा 60 अङ्कको हुन्छ जीके चाहिँ र त्यहाँ चाहिँ 30 वटा प्रश्नहरु सोधिन्छ र प्रत्येक प्रश्नको अङ्कभार भनेको 2 मार्क्स हुन्छ भनेको छ है। त्यसैगरी चाहिँ अब इतिहासबाट चाहिँ तपाईको 6 प्रश्नहरु सोध्छ र 12 टोटल मार्क्सको सोध्छ है। त्यसैगरी अब नेपालको सामाजिक आर्थिक अवस्था र शासन पद्धति सम्बन्धी चाहिँ तपाईको 12 अङ्कको सोध्छ। त्यसैगरी चाहिँ विज्ञान प्रविधि जनस्वास्थ्य र वातावरण सम्बन्धी तपाईको 12 मार्क्सको सोध्छ। अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक गतिविधिबाट 12 मार्क्सको सोध्छ यसरी भनेको छ र अब इंग्लिशमा पनि छ, यो टेन्सन नलिनुहोस् तपाईले यो सिलेबस है। त्यसैगरी अब अर्को भनेको चाहिँ आधारभूत कार्यालय सिप परीक्षण बेसिक अफिस स्किल टेस्ट बुस्टबाट चाहिँ रुजु गर्ने, भेरिफिकेसन गर्ने, कम्प्लिसन वर्गीकरण गर्ने। अब यो भनेको तपाईको आईक्यू खण्ड बुझ्दा पनि हुन्छ है तपाईले। त्यसैगरी एनालोजीबाट, त्यसैगरी फिलिङ एप्टिट्युड टेस्टबाट, फलोज इन इन्स्ट्रक्सनबाट, न्यूमेरिकल रिजनिङ टेस्टबाट, कोडिङ एन्ड म्याचिङ टेस्टबाट, एनालिटिकल रिजनिङ टेस्टबाट, डाइरेक्सन एन्ड डिस्टेन्स टेस्टबाट यसरी चाहिँ जीके र आईक्यू को तपाईको मल्टिपल चोइस क्वेशनहरु छ। अब आधारभूत कार्यालय सिप परीक्षण बुस्टको उद्देश्य भनेको चाहिँ यो कुराहरु छ तपाईलाई भनेको छ है। त्यसैगरी अब इंग्लिशमा तपाईलाई सिलेबस हेर्न मन लाग्यो फर्स्ट पेपरको भने यहाँ छ सिलेबस सोलर सिस्टम एन्ड जियोग्राफीबाट छ फर्स्ट। त्यसैगरी हिस्ट्रीबाट छ, हिस्ट्री अफ ओल्ड र हिस्ट्री अफ नेपाल दुईटै छ है तपाईले पढ्नुपर्ने। त्यसैगरी अब सोशल एन्ड इकोनोमिक एक्सपेक्ट अफ नेपाल एन्ड पोलिटी भन्ने छ। त्यसैगरी साइन्स एन्ड टेक्नोलोजी पब्लिक हेल्थ एन्ड इन्भाइरोन्मेन्ट भन्ने च्याप्टर छ। इन्टरनेशनल रिलेसन एन्ड करेन्ट अफेयर भन्ने च्याप्टर छ अर्को है। त्यसैगरी चाहिँ अब आईक्यू खण्डमा तपाईको 40 मार्क्सको
सोध्छ, जीके बाट 60 मार्क्सको र आइक्यू बाट 40 मार्क्सको है, जहाँ चाहिँ भेरिफिकेसन टेस्ट पछि कम्प्लिसन, त्यसैगरी क्लासिफिकेसन, एनालोजी, फिलिङ, एप्टिट्युड टेस्ट, फलो इन्स्ट्रक्सन, न्युमेरिकल रिजनिङ टेस्ट, कोडिङ एन्ड म्याचिङ टेस्ट, एनालिटिकल रिजनिङ टेस्ट, डिरेक्सन एन्ड डिस्टेन्स टेस्ट, यसरी चाहिँ तपाईको फर्स्ट पेपरको क्वेशनहरु सोधिन्छ। अब त्यसैगरी अब कम्प्युटर स्किल टेस्टमा चाहिँ विन्डो बेसिकबाट सोध्छ, त्यसैगरी वर्ड प्रोसेसिङ एमएस वर्डबाट सोध्छ है। अब यसमा चाहिँ तपाईलाई के गर्नु छ भन्दा 10 मार्क्सको पूर्णाङ्क हुन्छ लास्टको हो यो चाहिँ तपाईको अन्तर्वार्ता र कम्प्युटर टेस्ट चाहिँ तपाई सबै एक्जामहरु पास गर्नु भयो भने बल्ल तपाईले फेस गर्ने हो है। देवनागरी टाइपिङ नेपालीमा टाइपिङ गर्न लगाउँछ, इंग्लिशमा टाइपिङ गर्न लगाउँछ र विन्डो बेसिक्स एन्ड एमएस वर्ड चलाउन लगाउँछ। तपाईले कतिको जान्नुहुन्छ भनेर चाहिँ चेक गर्छ है। अब यसको मार्क्स डिभिजन पनि यहाँ छ। अब हामी चाहिँ सेकेन्ड पेपर र थर्ड पेपरमा कस्ता खाले कुन च्याप्टरबाट सोध्छ भन्ने कुरा चर्चा गर्छौं है त। अब हामी सेकेन्ड पेपरको बारेमा चर्चा गर्छौं। तपाई फर्स्ट पेपर पास भइसकेपछि फर्स्ट पेपरमा तपाईले 45 कटाउनु भयो भने मात्र तपाई चाहिँ सेकेन्ड पेपरमा प्रवेश गर्न पाउनुहुन्छ, जहाँ चाहिँ तपाईको फर्स्ट सब्जेक्ट भनेको कार्यालय व्यवस्थापन अफिस म्यानेजमेन्टबाट आउँछ। अफिस म्यानेजमेन्ट अन्तर्गतको खण्ड क मा चाहिँ कार्यालय व्यवस्थापन भनेर चाहिँ कर्मचारी कार्यालय र कर्मचारी भन्ने टपिक छ, जहाँ चाहिँ कार्यालय सहायक कर्मचारीका कार्य र गुणहरू, त्यसैगरी कार्यालय स्रोत साधन, परिचय र प्रकार, कार्यालयमा सञ्चारको महत्त्व, किसिम र साधन, कार्यालय कार्यविधि, अफिस प्रोसिडर भनेर छ, पत्र व्यवहारका कुराहरू छ, टिप्पणी लेखन, टिप्पणी तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू, प्रतिवेदन लेखन, परिचय तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू र प्रकार, त्यसैगरी अभिलेख म्यानेजमेन्ट रेकर्ड, त्यसैगरी अभिलेख व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, फाइलिङ, परिचय, आवश्यकता, विधि एवं तरिकाहरू, अनुक्रमणिका, इन्डेक्सिङको परिचय, महत्त्व र प्रकार, त्यसैगरी बैठक व्यवस्थापन तथा निर्णय अभिलेख, माइटिङ, जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि भन्ने कुरा छ। त्यसैगरी चाहिँ सेकेन्ड खण्डमा तपाईको चाहिँ संविधान र नागरिक सचेतना सम्बन्धी छ है। संविधानमा चाहिँ मौलिक हक र कर्तव्य तपाईले पढ्नु पर्यो, त्यसैगरी राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व पढ्नु पर्यो है। भनेको भाग 3 र 4 पढ्नु पर्यो, त्यसैगरी चाहिँ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व पनि पढ्नु पर्यो भन्ने कुरा हो। त्यसैगरी द्याएका संगठनको परिचय तथा कार्यहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बारेमा, महालेखा परीक्षकको, लोकसेवा आयोगको, निर्वाचन आयोगको, राष्ट्रिय मानवाधिकार आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संघीय मामिला तथा प्रशासन मन्त्रालय, संघीय संसद सचिवालय, यी सबै पढ्नु पर्यो है तपाईले। र तपाईलाई मैले फेरि पनि भन्न चाहन्छु, तपाईलाई खरिदार लोकसेवाको तयारी गरिराख्नु भएको छ भने तपाईलाई कम्प्लिट पीडीएफ नोट्स छ, त्यसैगरी फ्रीमा नै मल्टिपल चोइस क्वेशनहरु, ओल्ड क्वेशनहरु प्र्याक्टिस गर्नु मन छ भने हाम्रो वेबसाइट ज्ञानमार्ग.com गुगलमा गएर gyannmark.com भनेर सर्च गरेर भिजिट गर्नु होला है त। अब सामान्य गणितमा चाहिँ तपाईको फन्डामेन्टल अपरेसन इन म्याथमेटिक्स एन्ड युनिटरी मेथड भनेर छ, त्यसैगरी चाहिँ फ्र्याक्सन, डेसिमल, पर्सेन्टेज एन्ड रेशियो, भिन्न दशमलव, प्रतिशत र अनुपात, त्यसैगरी नाफा नोक्सान र छुटसँग सम्बन्धित, ट्याक्स, कमिसन र डिप्रिसिएसनसँग सम्बन्धित, सिम्पल इन्ट्रेस्ट र कम्पाउन्ड इन्ट्रेस्टसँग सम्बन्धित, औसतसँग सम्बन्धित, त्यसैगरी चाहिँ अब घरेयासी अङ्कगणित भनेको छ है, हाउस होल्ड एन्ड होम अर्थमेटिक्स भनेको छ, त्यसैगरी अब मेन्सुरेसन, क्षेत्रमिति, जहाँ चाहिँ लेन्थ, ब्रेथ, पेरिमिटर, एरिया र भोल्युम निकाल्न चाहिँ क्वेशनहरु सोध्छ है। त्यसैगरी अब तपाईको यो सेकेन्ड पेपर हो। अब थर्ड पेपरमा चाहिँ कस्तो छ भन्दा कार्य ज्ञान सम्बन्धित, जब नलेज रिलेटेड छ, योसँग सम्बन्धित के छ त भन्दाखेरि सार्वजनिक सेवा व्यवस्थापनसँग सम्बन्धित टपिक छ है। खण्ड क मा यहाँ चाहिँ तपाईको 35 मार्क्समा आउँछ खण्ड क बाट यो थर्ड पेपरमा है। यो थर्ड पेपरमा चाहिँ तपाईको पूर्णाङ्क भनेको 100 मार्क्सको नै हुन्छ। निजामती सेवा ऐन र नियमावलीमा भएका देहाएका व्यवस्थाहरू भनेको छ, निजामती सेवाको गठन, पदपूर्ति गर्ने प्रक्रिया र प्रक्रियाहरू भनेको छ, त्यसैगरी कर्मचारीको नियुक्ति, सरुवा, बढुवा, विधा, विभागीय सजाय र अवकाश सम्बन्धी, त्यसैगरी कर्मचारीले पालन गर्नुपर्ने आचरण र कर्तव्यहरूसँग सम्बन्धित, र अर्को भनेको सार्वजनिक सेवा प्रवाहको अर्थ र महत्त्व तथा सेवा प्रवाह गर्ने निकाय, तरिका र माध्यमहरूको बारेमा छ, र सार्वजनिक बडापत्र पब्लिक चार्टरको बारेमा छ, सुशासन व्यवस्थापन सञ्चालन ऐन 2064 को परिचय 1, 2, 3 र 4 र 5 मात्रै पढ्नु पर्यो है। त्यसैगरी सूचनाको हक सम्बन्धी 2064, भ्रष्टाचार निवारण ऐन 2059 को परिचय 1 र 2 यी कुराहरू छन्। त्यसैगरी अब लेखा प्रणाली र आर्थिक प्रशासनसँग सम्बन्धित छ अर्को च्याप्टर 2 मा, र सार्वजनिक खरिद र जिन्सी व्यवस्थापन सम्बन्धी छ। त्यसैगरी चाहिँ अर्को भनेको चाहिँ तपाईको सार्वजनिक वित्त व्यवस्थापन र लेखा परीक्षण प्रणाली। यो सिलेबस पनि हामीले हाम्रो वेबसाइट ज्ञानमार्ग.com मा पनि राखिदिन्छौँ है। र जाँदा मैले फेरि पनि भन्न चाहन्छु, तपाईहरुलाई कम्प्लिट खरिदार सुब्बा अधिकृतको पीडीएफ नोटहरु चाहिन्छ, त्यसैगरी चाहिँ अनलाइन क्लासहरु लिनु मन छ भने हामीलाई फेसबुक, इन्स्टाग्राम